Hello everyone, welcome back to my channel. So guys, आज पनि हामी बाहिर जान लागेको छु। म हजुरहरुको सामु फेरि नयाँ ब्लग लिएर आएको छु। लास्ट टाइम चाहिँ म हाइकिङ गएको थियो जामा छु अनि अहिले चाहिँ फेरि नै म यता शिवपुरी जान लागेको। अनि त्यही हो, अब म तपाईहरुलाई अब हरेक मोमेन्टहरु देखाउँछु। अहिले चाहिँ मैले ब्याग प्याक गरिसके। हामी चाहिँ कता जान्ला? शिवपुरी हाइकिङ। शिवपुरी जान लागेको हिँड्न सक्ने के हैन। हामी चाहिँ यहाँ बुढालिन कण्ठमा हिँडिरहेछौँ। कहाँ जान लाग्यो हामी अहिले? लेस खाना छोड्दैन जान लाग्यो। लेस खान हामीले यहाँ रतु अमीरको देखेको हो। रतु अमीरको हो यो? भान्जा सँग मिसाको मिला दे नेपाई कस्तो राम्रो। यिनीहरू जुमा भन्दा त यस्तो जङ्गलमै हिँडेको सौन्दर्य छ। ल जङ्गली जनावर जङ्गलमै हिँडेको सौन्दर्य। यस्तो ठाउँमा आइपुग्यो है। साह्रै उकालो हिँड्दा खासमा डाइरेक्ट विष्णुद्वार जाने भनेको अङ्कलले यहाँको स्तुपा हेर्ने भनेर हामी चाहिँ यस्तोमा आइपुग्यो। सबै वात्ता प्यात्ता। यहाँ आन्टी रे माइजूहरू हिमाली अङ्कलहरू सिङ छ। अनि निकाल्नु न त खानु भन्ने हजुर। भाग्यो बच्चा होला बेचारा। थक गए मैं तो फिर इसलिए थक गई। हामी चाहिँ यो ठाउँ यो गुम्बा जान लागेको। स्तुपा यहाँ यस्तो भुइँमा प्रिन्ट छ अनि फुलहरू त्यहाँ छोड्दैन। खतरा छ है। यसरी सिडी चढेर त्यहाँ माथि जाने। म चाहिँ अब यताबाट घुमेर आउँछु। यो ठाउँ चाहिँ म घुमेर भ्याइमा लाग्यो। कस्तो माथि आकाशमा जस्तो फिल भएर यहाँ छ दिदीहरू। चिया र पप खाँदैछौँ हामी यहाँ बाटोको साइडमा। यहाँ अङ्कल छुट्टै। हामी यस्तो बाटोमा छौँ। हामी अब मुहान पोखरीमा टिकट काटेर अनि उता जान लागेको। हामी चाहिँ अब बल्ल यता टिकट काउन्टरमा आयो। हामी चाहिँ खासमा शिवपुरी विष्णुद्वार जाने भनेर आएको, तर अब उता गयो क्या। हामी स्तुपा गइदियो, छुट्टै रुट पर्छ। अनि बल्ल बल्ल हामी यहाँ टिकट काउन्टरमा आयो। अब हिँड्छौँ। विष्णुद्वार पुग्यो भने पुग्यो, पुगेर नि फर्किन्छौँ। त्यहाँ अङ्कल टिकट काट्दै हुनुहुन्छ। यता दिदीहरू आज मान्छे त्यति छैन। ओइ यस्तो किरा आउँछ रे। गर्नु त कुटुङ बुढी भनेन। कुटुङ बुढी आयो। अब चाहिँ हामी भर्खरै मुहान पोखरीबाट उकालो ठाडो उकालो भ्यायो। ल अङ्कल भनिदिनु त। यहाँबाट उता यो मुहान पोखरीबाट माथि चढेपछि गाडी बाटो भेटिन्छ तेर्सो। हजुर। यहाँबाट देब्रेतिर गयो भने चाहिँ डाँडा गाउँ पुग्छ। विष्णुद्वार पनि छ बिचमा। हजुर। यहाँबाट राइट लाग्यो भने चाहिँ नागी गुम्बा तारी भिर हुँदै यो बाटो चाहिँ उता जर्सिङ पोखरसम्म जान्छ। अजम्भरी चम्पा चमेली व्हाइट लाली गुराँस रे यसलाई। यो व्हाइट लाली गुराँस फुस्किङ
दिमागको बत्ती काम नगरी साँच्चै कस्तो खरबुजा मिठो परेछ त्यो मान्छेलाई सोधेको मिठो छ आन्टी फेरि फेरि नै आउनु है भनेको थियो कि खरबुजा मिठो छ कस्तो हो खरबुजा निकाल्दै थियो ओरेन्जको बेबी खाइहाल्छ सिङ्गाई कस्तो फोट अब तैले जुम्लामा सिङ्गापुर हैन तपाईको कस्तो हो कुपिन्डे हेर्नी नजर ड्याम्स फाइनली विष्णुद्वार आइपुग्यो तर यहाँ चाहिँ ब्रिज छैन रहेछ पहिला यता ब्रिज थियो जस्तो लाग्थ्यो हो बिस्तारै आउनु ल हाम्रो डेस्टिनेसन यही हो है चाहिँ विष्णुद्वार आइपुग्यो यहाँ चाहिँ सानो झरना छ मलाई बोल्न आएन यसरी देखाउनु पर्यो सानो है बुद्धको मूर्ति रहेछ अनि यहाँ तल चाहिँ मन्दिर ढुङ्गाहरू यो चाहिँ विस माग्यो अघि के भयो हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ अहिले चाहिँ खडेरी लाग्यो भएर होला त्यति पानी छैन नत्र भए यो जङ्गलको बिचमा यो खोला यस्तो दामी देख्छ हामी चाहिँ अफ सिजन जस्तोमा जस्तो भयो कि रूपक बाँदर हिमाली दाई बाँदर यहाँ यस्तो झरना छ उमाइजू पानी उछिटिन्छ के ल यहाँ भोटेमा छ अब यहाँ बसेर चटपटे खाना लाको अनि फ्रुट्स कतिको चटपटे बनाइदिउ त्यसरी भए कसरी हुन्छ ए मजाले निखारेर दिदी अस्कार बस थपक बस्नु दिदीलाई मगाएर खुवाइदिनु न गर्नु न एउटा स्टिक पाउँछ के पुरै आफै भिडियो बनाउँछ कि सबै भन्छु त हामीले एक्स्ट्रा पैसा दिएछ फेरि भिन्न गिम्बल हुन्छ नि जता मान्छेले चटपटे बन्दैछ बहिनी दिदी भएको चम्चा घरतर्फ लाग्यो अब यहाँबाट ओह्रालो झर्दै जाने खोले खोलाको बाटो रोक्नु दिदी हामी साँच्चै खोले खोलाको बाटो जाने होइन नि अङ्कलले कहाँको बाटो लाने भन यहाँ ब्याग धुने कार्यक्रम भइरहेछ खोलामा